नमस्कार, गुड मर्निङ साथै। आज हामी कुरा गरिरहेका छौँ फोकस टु मेसिनको। फोकस टु जुन प्रिज्मलेस मेसिन हो, आज हामी प्रिज्मलेस मेसिनको बारेमा कुरा गर्छौँ। प्रिज्मलेस मेसिन यो फोकस मेसिन सेन्टरिङ लेभलिङ मैले गरिसकेको छु अलरेडी, र स्टेसनमा मेसिन सेट गरेको छु। र हाम्रो ब्याक साइड स्टेसन वहाँ पर प्रिज्म छ। अब हामी मेसिन अन गर्न गइरहेका छौँ। मेसिन अन गरे समाप्त नम्बरले नम्बरले क्यामेरामा हात नदिनु। हामी कुरा गरेको थियौँ आज प्रिज्मलेस मेसिनलाई पहिला सेन्टरिङ गऱ्यौँ, लेभलिङ गऱ्यौँ, सब एकदम क्लियर छ। ब्याक साइड गर्ने स्टेसन पनि हेरिसके। अब हामी सबभन्दा पहिला यो डिस्प्लेमा आएको जुन HA छ, VA छ, SD छ, यसलाई हामी चेन्ज गरेर नर्थिङ स्टिङमा लग्नुपर्ने, NEZ मा हैन। NEZ मा लग्नको लागि सबभन्दा पहिला हामी डिस्प्लेलाई थिच्ने। यहाँ डिस्प्ले लेखेको छ, डिस्प्लेलाई चेन्ज गर्ने। चेन्ज हुँदैछ डिस्प्ले, हेर्नुहोस् यहाँ डिस्प्ले चेन्ज हुँदैछ। यो डिस्प्लेलाई थिच्दा चेन्ज हुन्छ हाम्रो, हेर्नुहोस् चेन्ज हुन्छ। NEZ आएछ। NEZ आउँदा अब हामीले सबभन्दा काम सुरु गर्नभन्दा सबभन्दा पहिला काममा मेनु थिचे। मेनु अब जब हामीले काम गर्नुपर्ने जब, त्यसमा इन्टर गरेँ। इन्टर गरेपछि अलरेडी मैले यहाँ जबको नाम लेखेको छु, पथरी 2। हामीले काम गरिरहेको पथरी 2 हो। पथरी 2 मा इन्टर गरेँ। इन्टर भयो। अब फेरि त्यस पछाडि हामीले इन्टर भइसकेपछि इन्टरलाई फेरि पुनः एकताली थिच्ने। कन्टिन्यू स्टेसन सेटअप। अहिले हामी स्टेसन सेटअप गरिरहेका छौँ। स्टेसन सेटअपमा लगे, यसले स्टेसन सेटअप तल गरे अनि स्टेसन सेटअपमा लगे र स्टेसन सेटअपलाई इन्टर गरे। नाउन स्टेसन नाउनमा हामी गर्ने, इन्टर गर्ने, फेरि इन्टर गरे। अब आएछ इनपुट स्टेसन। अब यो स्टेसन इनपुट गर्नुपर्ने। हामीले अलरेडी जिपिएसबाट कोअर्डिनेट उठाएर काम गरिरहेका छौँ। र अब यो उक्त स्टेसनको हेर्नुपर्ने हामीले। यहाँ भनेको स्टेसन तपाईलाई 403 हाम्रो हो र उक्त पिटी नम्बर पनि हामीसँग छ। यो भनेको 404 हो हाम्रो स्टेसन, जुनमा अहिले हामी मेसिन राखेका छौँ। 404 को पिटी पोइन्ट नम्बर भनेपछि 4120 हो।
4120 अहिले एसटी लेखेको छ हैन यो एसटी को पीटी नम्बर यसमा हाल्नुपर्छ पीटी भनेको 4120 हालैमा इन्टर गर्ने बित्तिकै हाम्रो स्टेसन कति छ 404 छ अब यसमा इन्टर थिच्ने बित्तिकै 404 हाम्रो हेराउँछ 404 हेराएछ अब त्यस पछाडि इन्टर गरिसकेपछि हामीलाई हाइट माग्छ एस्टिमेटको हाइट अफ एस्टिमेट अब हामीले मेसिनको हाइट नापिसकेको छौं हाइट भन्नु पर्दा 1.457 रहेछ एस्टिमेट हाइट हालिसकेपछि हामीले अब इन्टर थिच्नु पर्ने मेरो हात कता जान्छ तताततै अब हामीले इन्टर थिच्नु पर्ने इन्टर यति गरिसकेपछि इन्टर थिच्छौं इन्टर थिच्ने बित्तिकै आएछ XYZ र एंगल अब हामी ब्याक साइड कुनमा गर्ने XYZ मा हामी स्टिङ नर्थिङमा काम गरिरहेका छौं भनेपछि XYZ मा खोइ देख्छ XYZ हैन XYZ मा हामीले इन्टर गर्छौं इन्टर गर्यौं XYZ आएको छ XYZ मा हामीले अब इन्टर गर्ने इन्टर गरे अब आइरहेछ ब्याक साइड स्टेसनको पीटी पोइन्ट नम्बर हाल्नु पर्यो हामीले हाम्रो चाहिँ ब्याक साइड स्टेसनको स्टेसन भनेको तपाईलाई 403 रहेछ हाम्रो ब्याक साइड स्टेसन 403 र अब उसको पीटी नम्बर हाल्दा आफै 403 हेराउनु पर्ने मेसिनले भन्नु पर्दा त्यसको पीटी नम्बर कति छ भने 4119 भनेपछि अब हामी 4119 इनपुट गर्यौं अब इन्टर थिच्छौं इन्टर थिच्ने बित्तिकै 403 आएछ भन्नु पर्दा ठीक छ यति भएपछि अब सबभन्दा पहिला हामीले प्रिज्मलाई वहाँ प्रिज्मलाई फोकस गर्ने मिलाउने ल साथी अब प्रिज्मलाई मिलाइसके एकदम प्रिज्म एकदम टक्राक्कै मिलाइसके टक्राक्कै मिलाइ गरी अब हामीले के गर्ने भने ब्याक साइड गर्दाखेरि अब हामीले इन्टर थिच्नु पर्छ हेर्नु एकताले इन्टर थिचे आएछ स्टेसन सेटअप फेरि इन्टर थिच्ने ब्याक साइड हुँदैछ र पढिसक्यो अहिले हामी गरे भनेको ब्याक साइड हो अब यसलाई BS भनेर हामी सेभ गर्छौं BS मेसिनमा B अनि यहाँ छ S BS भएपछि इन्टर सेभ भयो हाम्रो ब्याक साइड पनि सक्सेस भयो अब यति गरिसकेपछि हामीले अब डिटेल लिन मिल्छ यही हो फोकस 2 को ब्याक साइड गर्ने तरिका हस्त अहिलेलाई अब हामी बिदा चाहन्छौं फोकस 2 अनि अहिले हामीसँग हुनुहुन्छ हाम्रो प्रिय दाजु अमिर साथै म निरज कुमार यादव हस्त नमस्कार।